गाइस मेरो चाहिँ जुत्ताको हालत यस्तो भइसक्यो। यहाँ बदनाम गर्दैछ। Everyone, so guys, today we are doing a short hike with our brother. Now the weather is like this. हामीले नपर्खी जाँदैछ। सुरन खान बसिरहेको छु यहाँ। We just reached ground. This is the school, primary school. Rhododendron grass. लो भन्दैन अन्त त। गाइस यहाँ चाहिँ हामीले पनि रोपेको छु। A few moments later. We are at the middle of the jungle. Few more. पुनराको फ्यान ए जन्नाको फ्यान एकजना चाहिँ यहाँ छ पुग्यो छैन ल आधी मात्र पुग्यो guys look at the weather right now till now all good all fine हामी कति किलोमिटर हिँड्यो भने नि 3 किलोमिटर हिँड्यो guys now only 2 kilometers left to complete यिनीहरु चाहिँ साथ मिलेर बसेको है जन्नाको फ्यान जन्नाको सस्तो कपी हो मोटो चाम्लिङलाई मोटो यो चाहिँ हिँड्न नसकेर यस्तो हुन्छ नि अयो थाक्यो गाइस I'm dead. अब जुत्ता नाप्दैछ जुत्ता लग्दै मेरो यहाँ चोयाले अर्ग्यानिक चोयाले कपाल बान्दैछ तिङ्गेटार आइपुग्न थियो reached where we reached टेङ्गाटार आइपुग्यो यहाँ चाहिँ बिसाउनु पर्छ एकछिन हैन यहाँ चाहिँ just few hours to reach at the top यता चाहिँ फोटो सेसन हुँदैछ यो दुईजना नक्कलेहरूको हामी चाहिँ यहाँ काम गर्दैछौँ भाइले पनि काम गरेको यहाँ म चाहिँ हामी निस्केको के भयो जग्ना पनि टेङ्गाटारबाट गएको जुत्तामा के छ अरे जुत्तामा गएर बसिरहेको छ कि यो चार्जरमा जसलाई भोक लाग्छ निकालिकन दिन्छ Second flop. Second time flop. Second time prank गरेको flop भयो. इग्नोरिङ prank गरेको यिनीहरुले हामीले इग्नोर गरेर गयो हेर्नुबाट सालाले बोलाएन भने हामीले एकपल्ट पनि अब जान फ्लप फ्लप बिचारा प्रतीक्षाले मात्रै बोलाउँछ भन्दा मैले अर्को मुला सागर त गयो Guys, look at the weather. हामी चाहिँ तुमलिङ आइपुग्यो अब चाहिँ 1 घण्टा छ अरे तुमलिङ आइपुग्नु यता छ अल्छीहरू यहाँ ट्याडपोल खोज्दैछ ट्याडपोल हैन पा खोज्दैछ यो माथि जानुपर्छ हामी चाहिँ अझै योहरु के भएको तुमलिङ पा खोज्न यहाँ बदमास गर्दैछ हामी चाहिँ आइपुग्दैन यिनीहरूले गर्दा हामी तुमलिङ आइपुग्दैन कुन चाहिँ बाटो ल्यायो सन्दकपुर चाहिँ अनि 19 तुमलिङ चाहिँ आइपुग्यो अब फाइनली वेदर चाहिँ यस्तो छ आइरहेको छ Look at this delicious boy. This boy is full busy, self-obsessed, looking at his own profile pic again and again.
You can see. दाना अरे यो चाहिँ दाना. दाना भन्दैछ उसले चाहिँ. बेलचा चाहिँ तिम्रो ल. बेलचा पर. मालिक भएर बाड्छ. अब चाहिँ हामी निस्केको. अब चाहिँ हामी तुमलिङबाट हिँडेको. अब हामी कहाँ जान्छौँ? पानी परेर यस्तो